अनि अरूको लाइफ हेरिरहेको थिएँ। सिर्जना देख्नु भएन, मुटु देख्नु भएन भन्छन्। के देख्नु भएन भन्छन् भने यसरी नजिक आएर निहालेर हेर्छु त बाजे हरियो बत्ती बालेको ठाउँमा यस्तो यस्तो गरिरहेको रहेछ बाजे। फोटो तानेछन् सबैले र हाँसो लाग्यो। तर रुष्टि मेरो साथी वेलकम। तर हिजो हामीलाई पनि त्यसरी नै आएर देखाइदिएको बाजे। त्यही त नि। अनि त्यस्तो गरे ठिकै छ। अब गाइज वान मोर रोज, एउटा रोज हाल्नुमा आज बाजेलाई धोबी धुला हनुमान फुला हाल्नुपर्छ। बाजे हिजो केरा खाएर आज मजा आयो होला रे, ब्याड कमेन्ट नगर्नु। मजा के गाउनु, म त हेरे भयो नि, के आयो नि, के हो के हो। अब हामी सबैजना कुरा गरिरहेको ठाउँमा एकैचोटि क्यामेरा ओपन गरेर यसरी हल्लिन्छ, के हल्यो के हल्यो। राम्रोसँगले हेर्दाखेरि पो देखाएर हामीले हो कसम भने त्यो मान्छेले त त्यसरी देखाउँदो रहेछ भाइ, साँच्ची हो। बाजे हजुरहरूलाई नि हरियो बत्ती बल्ने ठाउँमै देख्नु भयो है? हरियो बत्ती बल्छ कि हरियो बत्ती बाल्ने ठाउँमा फेरि यस्तो क्लियर बत्ती नै छैन, हरियो मधुरो मधुरो बत्ती बल्ने ठाउँमा त्यस्तो देखाउँछ। त्यो भित्र होइन, त्यो उसमा हुन्छ होइन बत्ती, त्यो कस्तो त्यत्रो लाइट आउँदैन क्या त्यसको चाहिँ। खासै धेरै लाइट नै आउँदैन, मधुरो मधुरो हरियो हरियो पारेको लाइट आउँदो रहेछ है। टोप्रा रहेछ। पछि फेरि होइन, फेरि देखाउँछु भने तानिदिएको, फेरि यत्रो बडा त्यहाँ लाइटमै आयो नि पछि त। आम्मा यो उसले भरे होला, भरे म कोकोलाई चाहिएको छ भने इनबक्स गर केटा, म हाल्दिन्छु। त्यो हेर्ने साथी त केटा हो, हेर मसँग छ है, जति चाहियो नि मसँग छ। त्यस्तो हेर्नु भयो त मेरो ग्रुपमा हिजो देख्ने साथीहरू नि आउनु भएको होला है। मेरोमा त हिजै देखाइदिएको त्यो मान्छेले त। हेरौँ न त रियल लाइफमा त कहाँ हेर्न मिल्छ त नि। यता हो मेरो, हेर लाइफ नहेर्ने भए चाहिँ। रतन शाह तिम्रो अनुहार जोडेर बुलु फिल्म बनाउला अरे, तेरो आमाको फोटो जोड म्याकरी। मलाई फेरि हिजो कस्तो रिस नउठ्यो नि, म त्यस्तो मान्छे होइन नि भाइ। फेरि सबै त बोल, नचाहिने कुरा नबोले भाइ। फेरि यस्तो के थ्याङ्क यू बिटी, थ्याङ्क यू सो मच। होइन यस्तो के सिर्जु, किनभने आमा बाउको नाम नलिने, बरु जेठा कान्छा यस्तो भन्नु होइन। किनभने अब फेरि मलाई मन पर्दैन नि बाजे त्यस्तो। त्यो जेपिटी होइन, साथीहरू धेरै हुनुहुन्छ तर त्यस्तो जेपिटी बोल्ने मान्छे मलाई मन पर्दैन के। नेपाली चेलीको काण्ड त कति कति गाइस, त्यत्रो गेम खेल्यो, गिफ्टिङ गर लग। अनि हजुर मलाई पनि पठाइदेऊ न हौ के काण्डहरू यसो हेर। तपाईँहरू म केमा जोइन त छैन, कहाँबाट पठाउने होला नि मैले फेरि। हजुरलाई म वाट्सएप नम्बर दिन्छु, यसो उस गर्नु न। हस् हुन्छ बाजे, ल यसो हेरौँ नेपालीहरू कस्तोको गिरेका रहेछन् हेरौँ। कति आमा नेपाली गिरेको त कुरै छाडिदिनु बाजे, त्यत्रो है मलाई नै आउँछ आउनु त, तर यस्तै टिकटकमै सेयर गरेर यस्तो के इनबक्स बिचरा गेम खेल्न, गेम सपोर्ट गर्छन् है। अनि गेम खेल्नलाई गेम खेल्दा सपोर्ट गर्यो, अनि लैजायो कलतिर, अनि हरेक रेकर्ड गर्यो, अनि हालिदिइहाल्यो। फेरि के होइन यस्तो नि त, एउटाले हेऱ्यो एउटाले देखायो ठिक छ नि त होइन। त्यस्तो रेकर्ड गरेर चाहिँ नहालिदिनु पर्ने है, म चाहिँ त्यही भन्छु है। त्यही त म नि त्यही भन्छु, जस्तै भालुको पनि त बाध्यता र परिस्थितिले हुन्छ, त्यो नहालोस् होइन। किनभने मलाई भालु भन्ने शब्द नि मन पर्दैन बाजे। किनभने होइन, छोरी मान्छेलाई भालु बाघ चितुवा त्यस्तो नभन, म पहिल्यैदेखि हो यो आओस् एकदमै होइन। र अब केटी मान्छेले मलाई राणा खाते होइन, राणीको छोरा भन्यो भने म पनि भन्छु होइन। अब त्यसलाई पनि म रिटर्न फर्काउँछु, तर मैले नै त्यसरी मेरो मुखबाट आउँदैन। मैले त्यो भन्छु, किनभने अब त्यस्तो भन्नु पनि राम्रो होइन। मान्छे जस्तै नराम्रो भयो नि, आफूले राम्रो नेचरले हेऱ्यो भने त्यो राम्रै देखिन्छ कि, मलाई त्यही लाग्छ बाजे। एउटाले हेऱ्यो एउटाले देखायो होइन, एउटाले मजा लियो एउटाले झार्यो, एउटाले कोट्यायो, एउटाले के बेरिङ हाल्छ। तर मजा त गर्यो नि त, दुइटाले मजा त गर्यो नि त। एकदमै उनीहरूको दुई बिचको खुसीले गरे हो त्यो त, गरेको नि त।
अनि किन त्यो बाहिर आउट गरिदिनु फेरि केटाले होइन म त्यस्तो लाग्छ कि अब फेरि यस्तो बाजे यति आउँछ नि अब म त के भन्नुहुन्छ म त रेकर्ड गर्दैन हेरिसक्यो अरे हो त्यस्तो हो त्यो राम्रो है त्यो चाहिँ राम्रो है एकदमै त्यस्तो गर्नु हुन एउटा होइन हामी सबैले एउटा आमाले जन्म दिएको हो सबैले आफ्नो बाध्यता परिस्थितिले गर्छ होइन जे गर्नु बाध्यता र परिस्थितिले रहरले कसैले केही गर्दैन कि होइन र बाजे हो नि जोइन गरे आइज नि त माथि कि कता जोइन गरौँ गेम